अरूले थुकेको अरूले मुतेकोहरू चाहिँ उठाउँदै डढाउने चाहिँ म चाहिँ भ्युजको लागि भ्युजभन्दा म दुनियाँ थरीको भिडियो बनाउन सक्छु नि। र नमस्कार सम्पूर्णमा जय गोर्खा र फेरि पनि तपाईँहरूको समक्षमा एउटा भिडियो लिएर उपस्थित भइरहेको छु है। र भिडियो विषय चाहिँ के हो भन्दाखेरि जुन चाहिँ अस्ति हामीले 2025 है 31 डिसेम्बरको दिन चाहिँ हामीले जुन चाहिँ अस्ति माथि 9 माइल 1 नम्बर गोलाइ भन्छ है, त्यहाँ 1 नम्बर टर्निङ भन्छ है, यानि कि अब क्या टवा गोलाइ पनि भनेर भन्ने गर्छ त्यसलाई। र त्यहाँनिर चाहिँ हामीले चाहिँ अब सबैजना हामी 9 माइल 4 नम्बरको युवाहरू भएर चाहिँ त्यहाँनिर एकदमै मैला बेसी भएको थियो क्या। मैलाहरू बेसी भएको कारणले गर्दाखेरि है त्यहाँनिर अब धेरै कुराहरूको नराम्रो कुराहरू पनि युजहरू गर्दो रहेछ है। त्यो विषय लिएर चाहिँ हामीलाई त्यो मन नपरेर चाहिँ हामी सबै युवाहरू मिलेर चाहिँ 9 माइल 4 नम्बर युवाहरू मिलेर चाहिँ त्यो जग्गालाई सफा गरेको थियौँ है। र त्यहाँनिर चाहिँ होइन यस्तो अब त्यो गजेडी केटाहरू हुन्छ नि, ट्यापे केटाहरू आएर चाहिँ कमेन्टमा के भनेको रहेछ भन्दाखेरि चाहिँ यहाँ तपाईँहरूले हेर्न सक्नुहुनेछ, म कमेन्टमा पनि राखिदिएको छु है। कमेन्टमा चाहिँ अब तिमीहरूकै केटाहरू र तिमीहरूकै युथहरूले खाएको होला त्यो कुराहरू, त्यो सब भन्ने कुराहरू गरिरहेको रहेछ है त्यहाँनिर, तपाईँहरूले कमेन्टमा पनि हेर्न सक्नुहुनेछ। र अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ एक दुईजना मलाई के भन्छ ड्राइभर एसोसिएसन है, ड्राइभर दाजुभाइहरूकोबाट पनि मलाई एक दुईजनाले रिप्लाई कमेन्ट आएको थियो। त्यो कमेन्टमा चाहिँ दाजुभाइले पनि के भनेको छ, त्यहाँनिर आएर टुरिस्टहरूले खाँदैन भन्ने कुराहरू पनि गरेको थियो। त्यो कमेन्ट मैले भेटिनँ है, उहाँले सायद डिलिट गरेँ सायद के गर्यो मलाई थाहा छैन। अन्त त्यो कमेन्ट पनि म तपाईँहरूको समक्ष राख्नु सक्थेँ है। अलिकति अस्ति पिकनिकले गर्दाखेरि चाहिँ घाँटीहरू पुरा सुकिरहेको छ, चिसोमा पौडी खेलेर, त्यो भएर चाहिँ घाँटी कस्तो भइरहेको छ र है तपाईँहरू समक्ष म क्षमा चाहन्छु। र उहाँले पनि है ड्राइभर एसोसिएसनको होला सायद उहाँले पनि कमेन्ट गर्नुभएको थियो, हाम्रो टुरिस्टहरू आएर त्यहाँनिर त्यसरी मैला गरेको होइन भनेर गर्नुभएको थियो। ठिकै हो, म उहाँको भने पनि मान्छु, उहाँको टुरिस्टले गरेन त अन्य टुरिस्टहरूले त गऱ्यो होला नि त्यहाँनिर मैला गर्छ। किन भन्दाखेरि जस्तै हामीले त्यो बेसी भएको छैन, यही डिसेम्बर लास्ट डिसेम्बरको 31 डिसेम्बरको दिन हामीले त्यहाँनिर क्लिन गरेको थियौँ सबै है, टाकटुकै क्लिन गरेको थियौँ। र हामीले भनेको थियौँ भोलिको दिनमा यो नराम्रो अब यस्तो फोहोर मैलाहरू गऱ्यो भने चाहिँ अब राम्रो हुँदैन भनेर मैले भनेको थिएँ। त्यहाँनिर जस्तो भन्यो त्यसको 2 दिन 3 दिन बादमा फेरि त्यहाँनिर तपाईँहरूलाई म फेरि त्यो भिडियो अपलोड गर्नेछु है। त्यहाँनिर फेरि अब त्यस्तै मैलाहरू फ्याँकिरहेको रहेछ होइन। अन्त त्यो चाहिँ अब ड्राइभर दाजुले मलाई भन्नुभएको थियो, ड्राइभर एसोसिएसनहरूबाट होला सायद, उहाँले भन्नुभएको थियो यो हाम्रो टुरिस्टहरूले गरेको होइन होला भनेर भन्नुभएको थियो है। र त्यहाँनिर चाहिँ टुरिस्टहरूले चाहिँ हो भनेर चाहिँ हामीले कसरी भन्नु सक्छौँ भन्दाखेरि चाहिँ जुन चाहिँ हाम्रो युज एन्ड थ्रो ग्लासहरू हुन्छ नि तपाईँहरूको, जसमा कि पार्टीहरू भयो है, हरेक कुरामा होइन चलाउँछ मान्छेहरूले, त्यो त अब हाम्रो अब यहाँको लोकलहरूले त गएर त्यहाँनिर त त्यो युज एन्ड थ्रोमा त खाने कुरा होइन नि त। किन भन्दाखेरि अब त्यो त अब बाहिर टुरिस्टहरूबाटै लिएर आएर त्यसरी फ्याँकेको हो नि त। त्यहाँनिर तपाईँहरूलाई म त्यो भिडियोमा अपलोड गर्नेछु। त्यहाँ जस्तो हामीले क्लिन गरेको त्यसको 2-3 दिन बादमा चाहिँ त्यहाँनिर त्यस्तो युज एन्ड थ्रो ग्लासहरू भयो, प्लेटहरू भयो है, त्यो सबहरू त्यहाँनिर फ्याँकिरहेको छ। अब त्यो त हाम्रो लोकल दाजुभाइहरूले त फ्याँकेको होइन नि त, हो किन भन्नुहोस् त। त्यो त अब अलिकति मैले अस्ति पनि भनेको थिएँ, हाम्रो साइट सिनहरू जति पनि टुरिज्महरूको ड्राइभर पार्टीहरूले गर्नुहुन्छ है, साइट सिनहरू गर्दाखेरि चाहिँ अलिकति त्यहाँनिर यसो हेरिदिनुहोस् होला, यहाँनिर मैला फ्याँक्नु नलाउनुहोस् होला भनेर मैले भनेको थिएँ। तर जस्तो भन्यो त्यसको 1 हप्ता बाद या 2 दिन 3 दिन बादमा त्यहाँनिर फेरि त्यो मैलाहरू फ्याँकिरहेको थियो। अब त्यस्तो हुँदाखेरि चाहिँ अब रिस उठ्छ नि त हौ, रिस उठ्छ। अब त्यस्तो दुःख गरी हामीले होइन त्यो अब सफा गरेको त्यहाँनिर सबैजना भएर एकजुट भएर। र एकजनाले फेरि अर्को पनि कमेन्ट गर्नुभएको छ, त्यो पनि म राख्छु र तपाईँहरूको समक्ष राख्छु होला म त्यो कमेन्ट। त्यो मान्छेले चाहिँ के गर्नुभएको छ होला, भ्युज कमाउनुको लागि चाहिँ होइन, भ्युज कमाउनुको लागि चाहिँ जे पनि गर्छौ अरे। अब त्यस्तो छ अब हेर्नुहोस् न, अब हामी चाहिँ एउटा सचेत भएर होइन एउटा दार्जिलिङ पाहाडलाई अलिकति भए पनि त्यो एउटा राम्रो हो नि त। त्यो धुप्पी घारीले गर्दाखेरि कति जग्गा चिन्छ हाम्रो 9 माइल होइन, त्यहाँनिर अब त्यो धुप्पीहरूले त्यो जसमा कि अब त्यो एउटा भ्यू पोइन्ट पनि राम्रो छ, त्यहाँबाट तपाईँहरूले नेपाल हेर्नु सक्नुहुनेछ है, त्यहाँबाट तल दुधेहरू त्यो कताहरू देख्नु सक्नुहुनेछ। त्यस्तो जग्गाहरूमा चाहिँ अलिकति त्यहाँ मान्छेहरू आउँदाखेरि चाहिँ त्यो यस्तो सफा फोहोर मैलाहरू देखियो भने चाहिँ मजा आउँदैन नि त, हो किन भन्नुहोस् त। त्यही भन्नु खोजेको, त्यहाँदेखि भ्युजको लागि पो अरे हामीले चाहिँ त्यो खालके अब के हो भ्युज कमाउनुको लागि चाहिँ त्यो मैला अरूले किसिम जुठो खाएर होइन किसिम फ्याँकेको हगिसदेखि लिएर अब त्यो भन्ने कुराहरूसम्म
नभन्ने कुराहरू छन् फ्याँक्छ त्यो सफा गरेर चाहिँ हामी भ्युज कमाउनको लागि मैले अस्ति पनि भने त तपाईँहरूलाई एउटा भिडियोमा तपाईँले हेर्नु सक्नुहुनेछ भ्युज कमाउनको लागि म अरूको फोटो हालेर होइन अरूले खाएको मैला जुठो कोचुलाहरू उठाएर चाहिँ म भ्युज कमाउँछु भनेर सोच्दिनँ क्या म भिडियो बनाउनको लागि म धेरै कुराहरूमा म उयो छु एक्टिभ छु क्या सक्षम छु हरेक कुराको त्यो अरूले खाएर मैला कुचुला उठाएको त्यो घन्टा त्यसरी भ्युजमा हामी त यसो एउटा सोच्छौँ नि त अलि यसरी दुनियाँले देखिरहेको छ यो कुराहरू हामीले पनि देखिरहेको छौँ तपाईँहरूले पनि देख्नु भने सफा गर्नु होला त्यसमा अब सबैले त ब्याड कमेन्ट आउँदैन एकजनाले त गर्दो रहेछ मैले देखेँ कमेन्टमा होइन भ्युजको लागि घन्टा भ्युजको लागि चाहिँ म त्यो अरूले खाएको होइन अरूले थुकेको अरूले मुतेकोहरू चाहिँ उठाउँदै डढाउने चाहिँ म चाहिँ भ्युजको लागि भ्युज भन्दा म दुनियाँ थरीको भिडियो बनाउन सक्छु नि गाउँठाउँमा बसेको मान्छे हो होइन लोकल तरिकाले म हरेक कुराको भिडियो अपलोड गर्न सक्छु क्या त्यो अरूले खाएको अरूले मुतेको अरूले हगेको उठाउँदै भिडियोको लागि चाहिँ मैले भ्युज चाहिँ भिडियो चाहिँ बनाएको होइन ल र सबैजनालाई फेरि भन्न चाहन्छु जय गोर्खा है यस्तै हुँदो रहेछ मान्छेहरू कतिजना क्या दिमागमा गु पोसेकोहरू लिदी पोसेको सुँगुरको लिदी पोसेको मान्छेहरू क्या नबुझ्नेहरू र फेरि पनि तपाईँहरू समक्ष यस्तै भिडियो लिएर उपस्थित हुनेछु है जय गोर्खा धन्यवाद।